सो गुड मर्निङ गाइज। अहिले अब बिराटनगरदेखि निस्केको टुवर्ड्स काठमाडौँ। म अहिले न्यु इयरको लागि चाहिँ आएको थिएँ घर। सो सरप्राइज दिएँ। त्यो क्लिप चाहिँ मैले हाल्न पाइनँ किनभने मेरो त्यो माइक्रोफोन सिलेक्ट नभएर सेटिङमा त्यो बिल्ट इन माइक्रोफोन सिलेक्ट भएछ क्या क्यामेराको। सो केही आवाजै रेकर्ड भएको थिएन। सो म त्यसको क्लिप चाहिँ हालिदिन्छु यो भिडियो हाल्दाखेरि। ढुक्क गाली खाने भए मैले ब्रो भएको छ। थाहा पाइन्छ के छ सरप्राइज को छ सरप्राइज सरप्राइज I love you. Camera. One eternity later. So अब चाहिँ निस्केको कति बजे टाइम भनेको 6:40 भयो। यहाँदेखि अब इटरी जाने, इटरीदेखि अनि उता भाटभटेनी साइडतिर जाने लेफ्ट लागेर। अनि त्यसपछि त्यहाँदेखि अलिकति अगाडि गएपछि कान्छी चौक आउँछ। त्यहाँनिर पुगेपछि अनि उयो गर्ने, त्यहाँदेखि राइड गरेर भिमान साइडतिर लाग्नुपर्छ। सो आइएम फुल्ली गियर्ड अप। मैले यो ह्यान्ड गार्ड निगार्ड लाग्छु। अनि अहिले चाहिँ त्यो विन्ड सिटर जस्तो लगाएको छुइनँ क्या गर्मी भएर। एकछिनमा कतै रोकेर अनि हामीले अलिक इटरी पुगिसकेपछि सो म बिस्तारै नै जान्छु। त्यस्तो हतार चाहिँ छैन। मलाई आज चाँडो पुग्नुपर्ने। म अराउन्ड कति बज्यो अहिले 6:40 भयो होइन। म एराउन्ड पुग्दाखेरि कति बज्छ भने सो म पुग्दाखेरि एराउन्ड कति बज्छ भन्दाखेरि 3-4 बज्ला। म त्यहाँ उसमा खाना नि खान्छु, के अरे खुरकोटमा रोकेर खाना नि खान्छु। आउँदाखेरि चाहिँ खुरकोट लास्टै चाँडो पर्छ क्या। त्यही भएर कहिले त्यहाँ रोकेर खाना खाँदा काठमाडौँदेखि बिराटनगर आउँदाखेरि चाहिँ सो आज चाहिँ अब जाँदाखेरि खाना खाँदै गइन्छ। सो लेट चाहिँ कतिखेर पुगिन्छ। सो म आउँदाखेरि चाहिँ मैले के पनि लिएर आएको थिइनँ होइन ब्यागमा। लाइक लिटरली एक दिनको लुगा मात्रै लुगा लिएर आएको थिएँ। अनि जाँदाखेरि चाहिँ अलिक सामान धेरै भयो। सो अलिक पछाडिको ब्याग फुलिरहेछ। अनि मेरो के अरे यो ब्याग पनि अलिअलि भारी भएको छ, माथि भिर्ने ब्याग। सो ठिकै छ, त्यस्तो साह्रो पुरै टाइटली नै भर्या होइन। त्यस अलिअलि वेट फिल भइरहेको छ मलाई पछाडि। जस आउँदाखेरि पछाडि केही छैन जस्तो लागिरहेको थियो क्या मलाई। वेटै थिएन ब्यागमा। सो अब हामी यो बरगाछी आउन, यो अहिले चाहिँ मुनाल पता आयो। अब अलिकति अगाडि गएर बरगाछी आउँछ। सो यो बरगाछी कटेँ म। अब यहाँदेखि सिधै जाने अनि एयरपोर्टको गेटसम्म आउँछ। अनि त्यहाँदेखि सिधै जाने इटरी आउँछ।
क्यामेरा पनि मैले फर्मेट गरेको छैन सो अराउन्ड 6 आवर्सको रिकर्डिङ टाइम बाँकी छ क्या अब अनि मेरो ब्याट्री फेरि कति 2वटा ब्याट्री छ मसँग अनि त्यसमा चाहिँ फेरि उयो छ क्या के अरे एउटा ब्याट्रीले अराउन्ड 4K 60 FPS मा 1 आवरसम्मको दिन्छ जस 1080p मा गर्दाखेरि चाहिँ अराउन्ड 1.5 आवर जति चाहिँ हुन्छ भनेर कम्पनीको क्लेम छ अब त्यो चाहिँ ट्राई गरेको छैन मैले मजाले 4K 60 मै रिकर्ड गर्छु यसको अझै एक दुईवटा ब्याट्री चाहिँ किन्नु पर्ने छ अनि मैले यो एक्सटर्नल माइक किनेको थिएँ एउटा अलिक सस्तोमा किने हो क्या यो चाहिँ त्यस्तो साह्रो राम्रो लागेन हो मलाई यसको साउन्ड क्वालिटी चाहिँ ठिकै छ जे होस् राम्रो चाहिँ साउन्ड त्यस्तो साह्रो चाहिँ आउँदैन राम्रो म अहिले चाहिँ दुबी पुगेँ अनि यहाँदेखि एउटा पोइन्ट आउँछ क्या अगाडि विच आई विल सो यु इन अ बिट त्यहाँदेखि लेफ्ट गयो भने चाहिँ इन्डोरमा पुगिन्छ अनि त्यहाँदेखि मेन हाइवेबाट गयो हुन्छ नारायणघाट मुगलिङवाला हाइवे अनि त्यसपछि त्यो बाटो चाहिँ एकदम खराब छ क्या कस्तो खराब भन्दाखेरि यस्तो पिच हुन्छ अनि फेरि कति 50-100 मिटर अफ रोड आउँछ अनि फेरि पिच हुन्छ फेरि अफ रोड आउँछ त्यस्तो छ क्या बाटो फर अराउन्ड 100-150 किलोमिटरसम्म त्यस्तै छ क्या त्यही भएर यो बाटो प्रिफर गर्दिनँ म एकदम बाटो खराब छ अनि पिच पनि कहिले हुने थाहा छैन सो हामी चाहिँ सर्टकट बाटो जान्छौँ विमान हुँदै गाईघाट हुँदै यो बाटो चाहिँ हो यहाँदेखि लेफ्ट गयो भने चाहिँ यिनीहरू सर्टकट हो अराउन्ड 25 किलोमिटरको जस 25 किलोमिटरले उयो हुन्छ के अरे डिस्टेन्स कम हुन्छ यो इन्डोरबाट गयो यताभित्रबाट गयो भने चाहिँ अनि अब यहाँदेखि सिधै गयो भने चाहिँ इटरी आउँछ इटरदेखि लेफ्ट जाने अनि त्यसपछि उयो आउँछ के भन्छ अनि त्यहाँदेखि कञ्चनचोक जाने बाटो आउँछ सो इटरी आइपुग्यौँ म चाहिँ अनि अब इटरी चोकदेखि लेफ्ट जानुपर्छ अराउन्ड 10 किलोमिटर्स जति होला त्यहाँदेखि विमान छिर्ने सो इटरी बिहानै सुनसानै छ हुन त इटरीमा कति ट्युजडे हो कि वेडनेसडे बन्द हुन्छ क्या इटरी त्यो चाहिँ यो इटरीको चाहिँ लिभ स्याटरडे हो क्या खासमा चाहिँ
सबसे ठुलो भाटबटी क्या यो नेपालको वाइल्ड ठुलो छ यार यो त सुरुमा भक्तपुरकै गएको थियो क्या अरे दामी खोला जग्गा यो अगाडि फाउन्टेन के रहेछ यतातिर कता एउटा पुलिस चौकी आउँछ अनि त्यहाँदेखि चाहिँ राइट लिनुपर्छ आई विश यार यो अपाचीमा 6 गियर भएको क्या दामी हुन्थ्यो अरे बाइक कता थियो अब जवड्यो यो चाहिँ कता देखियो कान्छी चोकको बाटो हो यहाँदेखि अगाडिदेखि होला राइट हो यहाँ देखियो राइट सो यहाँदेखि राइट लागेपछि चाहिँ हामी कान्छी चोक छिर्यौँ कान्छी चोक सायद यसलाई नै भन्छ होला यहाँदेखि सिधै जानुपर्छ यो चाहिँ अलिकति मात्र अफ रोड भन्दा पिच पनि आइहाल्यो यो बाटो यस्तै पिच छ क्या यस्तो मजा चलाउनु यो बाटोमा 100-110 मा क्रुज गर्न सकिन्छ क्या तर इन्जिनलाई स्ट्रेस पर्छ भनेर म चाहिँ 80-90 को स्पिडमा मात्र क्रुज गर्छु यो बाटो पुरै यस्तै हो क्या पुरै पिच छ यो बाटो कता आइरहेछ यो बाटो चाहिँ यस्तै हो पुरै बाटो राम्रो छ जियोस् कुनै अलिअलि ठाउँमा मात्र अफ रोड छ नभए चाहिँ बाटो चाहिँ धेरै राम्रो छ अनि यहाँदेखि अब 3 घण्टामा चाहिँ विमान पुगिन्छ एराउन्ड 200 समथिङ किलोमिटर छ क्या यहाँदेखि सो कान्छी चौकदेखि के अरे अलिक अगाडि आएँ यहाँदेखि एराउन्ड 17 से 7 किलोमिटर छ सो यो स्ट्रेच चाहिँ धेरै जङ्गलको बिचमा पुरै पिच रोड छ क्या पैसा क्या कति यहाँनिर चाहिँ स्पिड चाहिँ गर्न रमाइलो हुन्छ जियोस् कति पुग्दो रहेछ मेरो बाइक आफ्टर 25,000 किलोमिटर्स अनि 3 years 122 125 26 27 28 129 राम्रो छ क्या जियोस् यो बाटो चाहिँ आई होप क्यामेरा चाहिँ रेकर्ड गरिरहेछ अगेन लेट्स गो सो 4 गियरमा 119 सम्म पुग्छ क्या मेरो हुन त 124 सम्म पुग्छ तर त्यो चाहिँ धेरै पनि तान्दिनँ क्या म
विन्ड ब्लास्ट धेरै छ यार। यहाँदेखि लेफ्ट चाहिँ चतरा हो र चतरा रे। अगाडि सिधै गयो भने कोसी पुल आउँछ। के गर्छ गाडी चिने पारामा जान्छु भनेको स्पिड चलाएर। वाह भैया जी वाह, बाटोमा पर्दैछन् यार। मेरो नयाँ जुत्ता सफर हुने भयो। बाजेको पेडा पसल, असली बाजेको पेडा पसल, नकली बाजेको पेडा पसल, कति पेडा पसल। यो चाहिँ धरतीको पहिलो तीर्थस्थल रे। अनि यो कोसी पुल आयो, यो चाहिँ कोसी पुल हो। अहिले पानी छैन, असारतिर हुन्छ मजाले पानी पर्ने सिजन धोबी भरिन्छ यो। अनि त्यसपछि अब यहाँदेखि पनि सिधै जाने हो हामी। यो त पानी परेको बेला त माथिसम्म आउँछ होला हौ। यहाँको चाहिँ थाहा भएन, उताको चाहिँ पुरै माथिसम्म ब्रिजसम्म आउँछ क्या कोसी डाइरेक्टको चाहिँ। यहाँदेखि नि अब सिधै जाने। सो आई हेभ डन अराउन्ड 88 किलोमिटर्स घरदेखि। अब भिमान आउन 126 किलोमिटर छ। अब 1 किलोमिटरमा बेलटार आउँछ अरे। सो बाइक इज पर्फर्मिङ अमेजिङ होइन, एज युजुअल। सो केही त्यस्तो इस्यु चाहिँ छैन, जस्ट एउटा 6th गियर भएको भाइ। अनि डुअल च्यानल एबिएस। नेपालमा चाहिँ डुअल च्यानल एबिएसको भर्जनै आएको छैन अपाचेको। आई डोन्ट नो वाइ होइन। मैले बाइक किन्ने बेलामा पनि डुअल च्यानल एबिएसलाई कुर्छु भनेको थिएँ, त्यसको टुङ्गै छैन आउने भन्यो क्या। सो मैले कुरेको 3 वर्षसम्म नि म अपाचे चाहिँ किन्दिनँ थियो होला क्या। त्यो चाहिँ अवस्था चाहिँ। सो एउटा 6 गियर भएको चाहिँ क्रुज गर्न चाहिँ रमाइलो हुन्थ्यो। यो 5 गियरमा चाहिँ 80-90मा क्रुज गर्दा पनि अलिक इन्जिनलाई स्ट्रेस भएको जस्तै फिल हुन्छ क्या। सो अहिले अब हिरोको एक्सपल्स 210 भन्ने इन्डियामा लन्च भएको छ। अब नेपालमा कहिलेसम्म आउँछ भन्ने कुरा हो त्यो। 6 महिना 8 महिनामा आउँछ जस्तो लागिरहेछ मलाई चाहिँ। अनि एउटा क्लासिक 350। अब यो बाइक पछि चाहिँ मेरो त्यो 2वटा माइन्डमा छ। र मोस्ट प्रोबेबली म एक्सपल्स 210 तिरै लिन भइरहेको छु होइन। किनभने त्यसको अब त्यो पछाडि प्यानियर्सहरू हाल्न मिल्छ। अनि पछाडि त्यसको लगेज सिस्टमहरू सबै त्यो छ क्या, कम्पनीबाटै उयो छ क्या। त्यसको चाहिँ के भन्छ त्यसलाई, कम्पनीबाटै प्रोभाइड गरिरहेछ कति पे गरेपछि होइन। त्यो नै राम्रो, धेरै राम्रो छ एक्सपल्स 210 अहिलेको चाहिँ। फेरि हिरोको इन्जिन हो, सो त्यस्तो केही इस्यु नै लाग्दैन, केही इस्यु नै हुँदैन फ्युचरमा।
अनि क्लासिक 350 पनि मन चाहिँ पर्छ, तर अब त्यसमा चाहिँ फेरि लक सिस्टमहरू के पनि छैन, अनि ड्रम ब्रेकहरू चाहिँ पछाडि डिस्क ब्रेक पनि छैन, स्पिड नि त्यस्तो साह्रो चलाउन मिल्दैन। 60-70 क्रुज गर्ने बाइक त्यो क्रुजर बाइक हो नि त, त्यो स्पिड चलाउने पर्पजले बिल्ड पनि भएन त्यो बाइक, त्यसको इन्जिनमा पनि मलाई त्यस्तो साह्रो चाहिँ भरोसा चाहिँ छैन क्या फेरि। त्यही भएर नि एक्सपोज टुटे नै प्रोबेबली यो बाइक पछि चाहिँ लिन्छु होला म। यो बाइक पनि अझै 25 वर्ष चलाउँछु, लाइक अब 6 महिनामा चाहिँ चेन्ज गर्दिनँ। अब नेक्स्ट बाइक भनेको चाहिँ एक्सपोज 210 नै हुन्छ होला जस्तो लागिरहेको छ मलाई चाहिँ। त्यो बाइकको रिभ्यूहरू सबै हेरिसकेँ मैले, राम्रो छ त्यो बाइक। सो यहाँदेखि भिमान चाहिँ 121 किलोमिटर बाँकी छ। अब म 21 किलोमिटर पछि चाहिँ रोक्छु, एकछिन वाटर ब्रेकहरू लिन्छु। यो भाइजर नि क्लिन गर्नुपर्ने भएको छ, सबै किरा लागेको छ भाइजरबाट। मेरो अगाडि एउटा गाडी थियो, ऊ त्यहाँ पुगेर चाहिँ कस्तो चलाउँछ क्या त्यो गाडी, लास्टै फास्ट चलाइरहेको छ। मलाई चाहिँ लाग्दैन त्यो गाडीलाई 100 भन्दा बेसी चाहिँ चलाएर होला जस्तो चाहिँ लागेको छैन मलाई। चल्नु त्यो गाडी बबाल चलाएर छ, तर सायद काठमाडौँ नै गइरह होला। बाटो चाहिँ थाहा छैन रहेछ राम्रोसँग, यो बाटो रोकी बोर्डहरू हेर्दै गइरहेको छ क्या जेस। यस्तो बाटोमा चलाउनु चाहिँ रमाइलो लाग्छ क्या, पुरै लिन हान्दैखेरि लिन हान्दै गर्दै। त्यस्तो लिनै हान्दिनँ म, किनभने साइडमा ग्राभलहरू हुन्छ कहिलेकाहीँ बाटोको बिचमै, त्यो बाइक स्किड हुने चान्सेस धेरै हुन्छ क्या यो बाटोमा चाहिँ। सो लङ टुर जाँदैछु, 400 किलोमिटर भनेको लाइक थोरै डिस्टेन्स नै होइन, एक्लै छु फेरि सोलो छु, अनि त्यही भएर केयरफुल भएर जानुपर्ने हुन्छ। ग्रुपमा भएको भए चाहिँ अलिक ग्रुपसँगै पनि चलाउन उयो हुन्थ्यो, केही भइहाल्यो भने पनि साथीहरू हुन्छ अनि हुन्छ नि त। अब एक्लै हुँदा अस्ति के भएको थियो भने त्यो नेपाल झोक्का बाटोमा आउँदाखेरि यो यसको जुन यो नट हुन्छ नि, नट लास्ट तलपट्टि रहेछ क्या, अनि 1-2 छेड मात्रै बाँकी रहेछ होइन। पुग्नुको झर्दिरहेँ भन्नै फुटेन, के पनि भएन सिसा चाहिँ, पुग्नुको झर्दिरहेँ। म त यस्तो टमा परिरहेको, के झर जस्तो लाग्यो, यस्तोहरू त ऐनै छैन क्या। म पछाडि गएर उठाएर ल्याएर जोडेको, यत्तिकै यो पनि राम्रो जोडेको छैन मैले, घर बस्दा पनि जोडिनँ यादै भएन त्यतिखेर। अनि अलिक बाङ्गो छ यो ऐना चाहिँ, जस देखिन्छ देखिरहेको छ। म त ऐना फुट्यो होला भनेर सोचिरहेको, भएर त होइन के अन्य क्या भएर छ। सो भिमान अब 12 किलोमिटर बाँकी छ, मैले 200 किलोमिटर चलाइसकेँ बाइक। अनि त्यहाँदेखि काठमाडौँ एराउन्ड अझै अब 100
175 होला के अरे 175 किलोमिटर जति बाँकी छ। मेरो बाइकको अर्बन मोडको टप स्पिड चाहिँ 113 हो है, त्यसले बेसी जाँदैन। अनि यो स्पोर्ट्स मोडमा चाहिँ 144 सम्म चाहिँ पुगेको छु मैले। अब त्योभन्दा बेसी त के पनि आश गरेँ 200 सीसी बाइकसँग। तर पाँच 10 मिनटमा भिमान आइपुग्छ होला। कतै रोकेर घरमा इन्फर्म गर्छु म विमान पुगेँ भनेर। सायद अलिक अगाडि कतै शीतल भेट्यो भने चाहिँ रोक्छु होला। ल स्टप। सायद ब्याट्री नै चेन्ज गर्छु होला। अब क्यामेराको ब्याट्री नै छैन हुँदैन। सो मैले घरमा इन्फर्म गरिदिएँ कि विमान पुगेँ भनेर। अनि अहिले चाहिँ मैले 215 किलोमिटर जति बाइक चलाइसकेको छु। वाटर ब्रेक नै लिइहालेँ रोकेको बेलामा। अब नन स्टप खुर्कोटसम्म जाने। अनि मैले अहिले चाहिँ यो ब्याट्री चाहिँ चेन्ज गरेको थिएन क्यामेराको। अझै 2 लाइन ब्याट्री देखाइरहेको थियो। सो जति बेलासम्म चल्छ। अनि मैले विन्ड नै लगाएँ अहिले चाहिँ। अब एकछिनपछि चिसो हुन्छ होला माथि गएपछि। अनि किराहरू धेरै मरेर त्यो धेरै लाग्यो क्या त्यो टी सर्ट मात्र लाउँदाखेरि। त्यही भएर अब यस्तो बाटो छ, यस्तो गाह्रो हुन्छ यहाँदेखि। मेरो माइकबाट पनि त्यस्तो धेरै ठुलो आवाज चाहिँ आएको छैन रहेछ। सायद यो माइक पनि म अलिक ठिकै खाले माइक किनेको थिएँ क्या। 500 कि 800 कति परेको थियो आइसी। सो त्यही भएर नि होला। म अब यो क्यामेराको लागि कुन माइक राम्रो हुन्छ भनेर एकचोटि रिसर्च गर्छु। अब अनि अलिक राम्रै माइक किन्नुपर्ने हुन्छ, किनभने आवाजै राम्रो आएन भने त के मजा आयो त। सो मेरो चाहिँ यो कुन पो क्यामेरा थियो मैले बिर्सेँ। गोक्यामको हो, डिजिटेक गोक्यामको हो होइन। मैले उसमा किनेको थिएँ, सेल एमाजोनको सेल लागेको बेला किनेको थिएँ। अराउन्ड 10,000 आइसीमा किनेको थियो होला। नेपाली 16,000 नि परेन अलिकति। कति परेको थियो 7,000 आइसीमा किनेको थिएँ क्या मैले सेल लागेको बेलामा एमाजोनको। हो नेपाली 10-11 हजारमा किनेको थिएँ क्या। 11-12 हजारमा नेपाली। अनि के अरे यो क्यामेरा फेरि नेपालमा यसो हेरेको मैले 25,000 कि 26,000 छ यसको प्राइस। सो मैले यसलाई बेचेँ भने पनि 15,000सम्म त बिक्री हुन्छ क्या मजाले। 2-3 हजार चाहिँ मलाई फाइदै हुन्छ क्या। तर अहिले त्यस्तो नयाँ क्यामेरा किन्ने कुनै प्लान छैन, यही युज गर्ने हो। यसो 4K 60 मजाले रेकर्ड हुन्छ। म 4K 60 मा रेकर्ड गर्छु जहिले पनि।
यो फ्युल पम्पको इस्यु फेरि यार अब यसलाई एकछिन छोडिदिनु पर्छ 15-20 मिनट तलसम्म क्रुज गरौँ न कहाँसम्म पुगिन्छ फ्युल पम्पको मोटरको हिस्सा तात्यो धेरै जस्तो छ बाइक मरुन्जेल चलाएको थिएँ मैले यहाँ अगाडि छाउमा रोक्नुपर्छ बाटोको साइडमा रोक्नुपर्छ यतातिर के गर्नु अब एकछिन 15-20 मिनट फेरि बाइक ठिक हुन्छ फ्युल पम्पकै मोटरको इस्यु अपाचीमा के प्रब्लम हुन्छ यार कतिको आएको छ यो प्रब्लम सो अब 15-20 मिनट पछि हेरौँ के हुन्छ सो 10 मिनट जति भयो मैले बाइक रोकेको अहिले ठिक छ होला धेरै नन स्टप चलाएर आयो भने यस्तो हुन्छ क्या यो फ्युल पम्प मोटरको इस्यु रे यो चाहिँ कतिजनाको आएको छ अरे त्यो चेन्ज गर्न पनि 6000 क्या फेरि सस्तो नै छैन क्या फेरि अब एक्ज्याक्ट फेरि त्यही नै प्रब्लम हो कि त्यो पनि थाहा छैन होइन यो फर्स्ट लटको बाइकमा चाहिँ प्रब्लम छ अरे यो अपाचेको मैले विराटनगरमा चाहिँ देखाएको अनि त्यही फ्युल पम्प मोटर सिधै भन्नु थियो अहिले त्यसकै इस्यु हो भनेर त्यो क्लिप रिकर्ड गरेको थिएँ मैले अनि त्यसलाई धेरै तातेपछि बाइक मोटर धेरै फ्युल पम्पको मोटर अलिक तातेपछि होइन त्यो चल्न छोड्छ अरे क्या अनि बाइक अफ गरेर अन गर्दा पनि त्यो फ्युल पम्पको जुन आवाज आउँछ नि त्यो आउँदैन क्या अनि 10-15 मिनट छोडिदिनुपर्छ अनि फेरि चल्न थाल्छ क्या सो यो चाहिँ अब बनाउँदिनँ यसरी चलिरहेछ कहिलेसम्म चल्छ अब चल्दा नचल्ने पुरै बिग्रिसकेपछि मात्रै फेरौला 6000 रुपियाँ त किन खर्च गर्ने यतिकै सो म यस्तो काठमाडौँदेखि विराटनगर पनि फेरि डेली गरिराख्ने होइन नि त सो मलाई त्यस्तो साह्रो चेन्ज गर्नै पर्छ भन्ने जरुरी छैन अस्ति आउँदा पनि केही इस्यु आएन अस्ति पुसमा पनि म आएको थिएँ काठमाडौँदेखि विराटनगर अनि विराटनगरदेखि ब्याक टु काठमाडौँ सो त्यतिखेर पनि उयो भएको थियो क्या सो त्यतिखेर पनि केही इस्यु आएको थिएन मलाई यो अब यो गर्मीको बेलामा चाहिँ अलिक इस्यु आउँछ होला किनभने म अघि नन स्टप 100सम्म 100, 110, 120सम्म चलाइरहेको थिएँ नि त त्यही भएर इस्यु आयो फेरि नर्मली चलायो भने 50, 60, 80सम्म चलायो भने त्यो इस्यु आउँदैन क्या सो लेट्सको अब यो इस्युहरू यस्तै हो फेरि आयो भने फेरि रोक्नुपर्छ एकछिन बाटोमा यहाँ भित्रदेखि गयो भने ठ्याक्कै हेटौडा पुगिन्छ सिन्धुली बजार हुँदा
योबाट पनि काठमाडौँ जान्छ र भने काठमाडौँ 153 किलोमिटर यहाँदेखि अब मात्र 150 किलोमिटर रे देवा 150 किलोमिटर मलाई अपाची देखेर चाहिँ अब मन भरिसक्यो जस्तो भइसक्यो अब चाहिँ यस्तो इस्युहरूले गर्दाखेरि मेरो फ्रन्टमा स्क्रिन छैन क्या त्यो थाहै पाएन रेकर्ड भइरहेछ कि छैन सो क्यामेराको ब्याट्री सक्यो मैले भर्खर ब्याट्री चेन्ज गरेँ मैले 242 किलोमिटर चलाइसकेछु अब बाइक सो लेट्स गो अब यहाँबाट क्यामेराको ब्याट्री चेन्ज गरेर मात्रै रोकेँ अब म चाहिँ लास्ट गर्नु भएर एकछिन रोक्दाखेरि पनि बाटो चाहिँ यस्तै हो घुमाउरो बाटो यसमा चाहिँ एकदम केयरफुल भएर चलाउनु पर्छ सो यहाँदेखि खुर्कोट चाहिँ अराउन्ड 6 किलोमिटर बाँकी छ अनि म पुग्छ खुर्कोट त्यसपछि त्यहाँनिर एकछिन ब्रेक लिन्छु खाना खान्छु खाना पनि खाने लगभग ठिकै टाइम भएर चाहिँ 11:15 भयो
आयो कुर्कोट खाना खाने ठाउँ कुर्कोटै ठ्याक्कै हो म जहिले कता खान्छु भने कार्की होटलमा खान्छु क्या म आज नि कार्कीमै खाने एक छ क्या कार्की त सबजना यहाँ खाना खाएर प्याक रहेछ आज कार्की होटलमा सो म चाहिँ अझै कार्की होटलमा चाहिँ खाइनँ यो के अरे चिन्तन चौतारी होटल भन्नेमा खाएको थिएँ नर्थ वर्थ थियो त त्यस्तो मिठो नि थिएन खाना होइन अनि यहाँदेखि अब काठमाडौँ चाहिँ एराउन्ड मैले फोन कहाँ राख्यो उल्टा पकेटमा राखेर छु फोन सो मैले त्यो कार्की होटलमा चाहिँ नखाएर आज प्याक रहेछ त्यहाँनिर अनि त्यो चिन्तन होटल भन्नेमा खाएको थिएँ होइन नर्थ वर्थी चाहिँ 300 रुपिस चाहिँ चिकन खानाको खाना पनि 300 रुपिस चिकन खानाको तर त्यस्तो मिठो चाहिँ थिएन अब प्याक भएर मात्र हो ढिलो हुन्छ भनेर त्यहाँ नखाएँ मैले चाहिँ अब बिस्तारै बिस्तारै काठमाडौँ गइन्छ के भयो यहाँनिर पुलिस नि आछ सो मैले चाहिँ 300 किलोमिटर बाइक चलाइसकेको छु अझै 70-75 किलोमिटर बाँकी छ के होला फेरि ल दादा धेरै सिधियो त यार ल
10 मिनट बस्नुपर्छ फेरि अब यस्तो बाटोमा फेरि अब त्यो पनि घाममा क्या फेरि फ्युल पम्पको इस्यु बाइकतिर त त्यस्तै छ छैन फ्युल पम्पको आवाज छैन मलाई पहिलेदेखि टिभीएस बाइक मन पर्थ्यो होइन मैले 11-12 मा हुँदै त्यो टिभीएस BS4 मोडल अपाचे 200 लास्टै मन पर्दैन मलाई त्यो बाइक त्यहाँदेखि म अपाचे किन्छु गरेको अपाचे किने यस्तो छ त घरि के बिग्रिन्छ के लाग्छ अब नेपाल 4 किलोमिटर बाँकी छ यहाँदेखि खराब बाटो सुरु भयो अब चाहिँ यस्तो छ बाटो
फेरि उखाल्टो आयो बाटो चाहिँ यस्तै हो केही घरमा दिक्क लागिसक्यो अब त बाटो चाहिँ यस्तै हो अब एकैचोटि म धुलीखेल पुगेपछि रिकर्ड गरौँला सो मैले चाहिँ क्यामेरा अफ गर्न बिर्सेँ त्यही भएर मैले के रेकर्ड गर्न पाइनँ आधी बाटोमै ब्याट्री सक्यो अनि मसँग एक्स्ट्रा ब्याट्री पनि थिएन सो म चाहिँ काठमाडौँ पुग्दा एराउन्ड 3:30 भएको थियो